भिडियो बनाएँ मैले हो ल जा रुकुमै कोठाबाट फर्किँदाखेरि है यात्रा संस्करण हुँदैछ। हामी तल झर्दैछौँ। सन्दीप सरले बाइक ड्राइभ गर्दै हुनुहुन्छ। रमेश सर र मनकाई सर अगाडि अगाडि, हामी पछाडि पछाडि। यो काँडो ठ्याक्कै घुमेर माथि काबुमा आइयो। पश्चिम रुकुम जाने बाटो पनि रहेछ त। अहिले माथि हामी पश्चिम गइएन, पूर्व रुकुमबाट यो धारपानी भन्ने ठाउँको भित्ती रहेछ। यस्तै छ यस्तै छ। सन्दीप सरले बाइक कुदाइराख्नु भएको छ। आकाशमा बादलहरू पनि छन्। यता तल सानो भेरी आइदेखियो उता। सानो भेरी ठुलो भेरीमा गएर मिसिएको रहेछ। माथि कुरिला ट्रेक यो माथिको कुरिला ट्र्याक रहेछ। डाँडाहरू यहाँ हिउँ परेको हुन्छ। अहिले त सम्भावना, प्रचुर सम्भावना बोकेका ठाउँहरू, जलविद्युतका धेरै सम्भावना बोकेका ठाउँहरू। यो डाँडामा पनि टेम्पो देख्न पाइयो। एक्सप्रेस नाम गरेको टेम्पो छ। माथिबाट ढुङ्गा खसिरहेको रहेछ। विशेष हेरेर जाने छ यो ठाउँको विशेष गरी ढुङ्गाहरू चाहिँ खसिरहेको ढुङ्गाहरू खसिरहेको एकदम नभएपछि समात्ने कुरो भएन। नदी ठाउँ नभएपछि सक्नै पर्यो। यो टनको धुम्नु छ पनि ननक्कै धुम्नुपर्ने छ। देब्रे घुम्ती बडो मजासँग हान्न सकिने, दाहिने घुम्ती अलि नसक्नेको कारण के छ त? यो हाम्रो पावरफुल त राइड होइन होला नि दाइ। राइट ह्यान्ड पावरफुल हुँदैन, लेफ्ट ह्यान्ड पावरफुल हुन्छ। त्यही भएर राइटमा नै एक्टिभ हुन्छ। होइन नि होला साथीहरू। के ठाउँमा गएर छ चितुवाले साथीहरू बाटोमा आउँदैछौँ भनेर सम्झाउनु भएको थियो। कुन ठाउँबाट झर्नु तल माथि हाल्ने बाटो पाती हाल्ने ठाउँ। त्यो पाती हाल्ने भनेको यहीँ रहेछ। त्यो ठाउँमा चिसो हुँदो रहेछ। हिजो हामी बेलुका आउँदाखेरि हातलाई ठिङ्ग्रियो। कम्मर जति हिउँ पर्छ भन्ने कुरो स्थानीय डाक्टरले थाहा भयो। यो अलिक चिसो बेलामा पोखराबाट 270 किलोमिटर डिस्टेन्समा रहेको पूर्व रुकुमको यात्रा हामी यो पूर्व रुकुममा गएर बसियो। आज फर्किँदैछौँ। अब बाङमा गएर खाना खानेकुरो छ। पातीहालीमा गएर घाँडाको सुक्की खानेकुरो छ र बेलुका बागलुङ गएर बस्ने कुरा छ। र भोलि पोखरा फिर्ती हुने हाम्रो एउटा भद्र सहमति भएको चाहिँ आज जानकारी गराउन चाहन्छु। हाम्रो मनकाई सरहरू कति टाढा पुग्नुभयो भन्ने यो देखिएको छैन। हात गरेको यता सजिलो भयो मोड्न। एकदम सही राइड। यता सजिलो भयो होइन। देब्रे सजिलो भयो, दाहिने अप्ठ्यारो भयो। यो फेरेको एक्सपिरियन्स यस्तै हुन्छ। साथीहरूसँग पनि
राकेट लाएर रमेश सरले पल्सर बाइक हाँकिराख्नु भएको छ। पछाडि मनकाजी सर निकै लामो समयपछि हामी सरको गाडीमा धेरै ट्राभल गऱ्यौँ र यसपालि सरलाई धौला पहिरामा हामी आइपुगेका छौँ। धौला पहिला यसपालि सरलाई चाहिँ बाइकको ट्राभल गर्न हामी सफल भएका छौँ। बडो इन्जोय गर्नुभएको छ। गाडी चलाउँदाखेरि दायाँमा केही हेर्नु नपर्ने, खाली बाटो र स्टियरिङ ब्रेकलाई मात्रै ध्यान दिनु पर्ने र बाइकमा हुँदाखेरि हाम्रा यो हरियाली वन जङ्गल पहाडहरू बडो मनोरम दृश्य देख्न पाइयो भन्ने चाहिँ सरको अनुभव मैले यहाँ सेयर गर्न चाहेँ। सर मनकाई सर हेलो। रमेश सर रातो ज्याकेट, मनकाई सर सेतो ज्याकेट, सञ्जीव सर कालो ज्याकेट, अरुण सर यो गिरे ज्याकेट के भन्छ खैरो 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 ज्याकेट। खतरा ओह्रालो छ। कस्तो भइरहेको छ? अब यो अर्को एउटा युटर्न उता त गाडी आउन सक्छ साथीहरू, विचार गर्नुहोस्। त्यहाँ पारी जलविद्युतको लागि रुकुमघाट जलविद्युत आयोजनाको लागि एउटा पाइप थियो। रुकुम खोला रहेछ। खोलालाई गाड भनिन्छ। यो रेली खोला रहेछ। रेली खोला नाम लेखेको रहेछ। रेली खोला पुल। यो पानी पुरै हिमालबाट आएको पानी हो। यो पानी गएर सानो भेरीमा निस्किन्छ, सानो भेरी गएर ठुलो भेरीमा निस्किन्छ र बिर्याद के भन्छ अनि कर्णालीमा भन्छ भन्ने कुरो आयो। हिजो हामी अफ रोडमा यो पाती हाल्नेबाट करिब 10 किलोमिटर अफ रोड तल झर्दाखेरि गिची बाइकलाई कन्ट्रोल गर्न बहुत गाह्रो। रातको समय हेडलाइटको डिम मधुरो, बाइक समात्दै तल झर्दै गर्दाखेरिको आनन्द बडो विचित्रको रह्यो। अहिले मैले स्टप गरेँ। धन्यवाद।